खुट्टाको अवस्था यसरी बोल्यो भने हेर्नुहोस् त राम्रो देखिन्छ देखिन्छ यसरी बोल्ने हैन यसरी हिन्न ला यसरी यसरी नबोल्ने कोही कोही त बाउसै खन्नुहुन्छ यसरी यहाँ यसरी बोल्नुमा खाल्टै गर्छ कोही कोही फेरि यसरी हल्ने कि भने यो नहल्ने फर्स्ट त यो शरीरलाई अगाडि आउँदाखेरि यता फर्काउने सहभागीतिर फर्काउने यता नफर्किने यो सहभागीतिर फर्किने काम गर्ने अर्को दोस्रो भनेको खुट्टाको अवस्था धेरै नचक्लाउने र धेरै नजोड्ने थोरै हल्का चाक्लो बनाउन सक्नुहुन्छ नचलाइ नराख्ने अनि हातको अवस्था खोल्टीमा हात राख्ने कम्मरमा हात राख्ने हैन कपाल कनाउने अनुहार मिलाई राख्ने त्यस्तो नगर्ने हात अलिअलि हल्लाउने बुझ्नुभयो नि आँखाको अवस्था सबैजनालाई नमस्कार हजुरहरु कति बजेसम्म बस्ने रे नभन् सबैजनालाई नमस्कार ठीक छ हैन तालिम कस्तो बस्छ भनेर भन्यो भने हजुरको ध्यान हुँदैन नि कस्तो बस्छ भन्यो भने आँखा जुदा हुनु पर्यो आँखामा हेर्नु पर्यो यता हेर्ने नगर्ने शरीर यसरी नहल्लाउने